हेलो गाइस, वेलकम टु माई भिडियो अगेन। यो चाहिँ गेजिङको नयाँ बजारको नाइट भ्यू हो। सिङ्गडा खाएँ यहाँनिर, अन्त निक्लेर चाहिँ अलिकति रातिको नाइट भ्यू खिच्नु मन लागेर चाहिँ मैले हल्का सानो भिडियो बनाएको तपाईँलाई देखाइदिउँ भनेर। चाहिँ रातिको नाइट भ्यू गेजिङको यस्तो छ। गेजिङमा चाहिँ हेर्नुहोस् है, यो चाहिँ नाइट भ्यू गेजिङको। अन्त यो चाहिँ गेजिङको एकदमै कमन मार्ट भन्छ, यसलाई सोनाम मार्ट भन्छ। तपाईहरुलाई म अलिकति भित्र देखाउँछु ल कस्तो छ भनेर। हेर्नुस् है, सोनाम मार्टमा चाहिँ यस्तो सामानहरु है, भेराइटिजको सामानहरु छ र यहाँ त्यति एक्सपेन्सिभ पनि छैन रेट। तपाईहरु आउन सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै रिजनेबल टाइपकै छ, त्यति एक्सपेन्सिभ पनि होइन है, तर त्यति सस्तो पनि हैन, होलसेल पनि हैन। किनभने होलसेलको सामानहरु चाहिँ त्यो राम्रो हुँदैन है, त्यही कारणले नट सो एक्सपेन्सिभ एन्ड नट सो रिजनेबल। यहाँ चाहिँ तपाईहरुलाई एफोर्ड गर्नु सक्ने टाइपको सामानहरु छ हो। हेर्नुस् है, मैले यहाँ अलिअलि देखाइदिएको छु, ज्यादा देखाउन नसक्दा पनि। राम्रो छ यी। हेर्नुस् यहाँ तपाईहरुले एप्पल, सुन्तलाहरु, दारिमहरु, यस्तो नानीको हगिजहरुदेखि लिएर यसरी डलहरुदेखि लिएर है, धेरै धेरै भेराइटिजको सामानहरु। जस्तै तपाईको टीजमा हेर्नु भयो भने हेर्नुस् है, टीमा यस्तो खालको टाइपको छ है, हेर्नु सक्नुहुन्छ। हेर्नुस् है, आउनुस् है यहाँ, तपाईलाई राम्रो छ। यहाँ सक्स के हो, यो सक्स जस्तो छ। के हो यो सक्स जस्तो छ, सक्स रहेछ, सक्स जस्तो यस्तो टाइपको छ हैन। यति भन्दै राख्छु है गाइस। यहाँ हेर्नुस् है, यहाँ पनि मैले यहाँबाट पनि सपिङहरु गर्छु है, बेला बेला यहाँबाट जुत्ताहरु लान्छु, नानीको लागि चप्पलहरु पनि लान्छु हैन। र यो दोकान चाहिँ उहाँको दोकान हो। उहाँले चाहिँ त्यस्तो एक्सपेन्सिभ पनि गर्दैन है, सस्तोमै दिन्छ। राम्रो छ यो मान्छे चाहिँ। यहाँ हेर्नु है, यहाँ दोकानको ओनर। र यहाँदेखि उता चाहिँ नयाँ बजार एन्ट्री हुन्छ, जुन मैले पहिलाको ब्लग्स म चाहिँ तपाईलाई भनेको थिएँ कि नयाँ बजार एन्ट्री हुन्छ यहाँबाट भनेर भनेको थिएँ हैन। त्यो जग्गा चाहिँ यहाँ परदेखि भनेको हो। र यहाँदेखि चाहिँ तपाईको नयाँ बजार एन्ट्री हुन्छ। नयाँ बजार नयाँ बजार चाहिँ यहाँदेखि एन्ट्री भएर जान्छ। नयाँ बजार चाहिँ यस्तो खालको छ। हेर्नुस् है, यो चाहिँ नयाँ बजार हो। यहाँतिर पनि छ दोकानहरु हैन।